नमस्कार। आज हामी शिक्षक ब्याङ्कको बारेमा चर्चा गर्छौँ। नेपाल सरकारको आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रममा तपाईँको चाहिँ त्यसै गरेर प्रस्तावको रूपमा चाहिँ शिक्षक ब्याङ्कलाई राखिएको थियो भने कार्यक्रम कार्यान्वयन कार्यविधि 2083-84 मा पनि यसको व्यवस्था गरिएको छ। के हो त शिक्षक ब्याङ्क भन्ने बारेमा चर्चा गरौँ। शिक्षक ब्याङ्क भनेको चाहिँ विद्यालयमा आवश्यक पर्दाखेरि तत्काल प्रयोग गर्ने शिक्षकहरूको एउटा योग्य शिक्षकहरूको सूची हो, जसको मुख्य उद्देश्य भनेको चाहिँ विद्यालयमा शिक्षक अभावका कारण पठन पाठन हुने जुन समस्या छ त्यसलाई न्यून गर्नको निमित्त यसको मुख्य उद्देश्य रहेको छ। जस्तै तपाईँको विद्यालयमा सरहको कारणले, त्यसै गरेर तपाईँको अध्ययन बिदा लिएर, त्यसै गरेर तपाईँको अवकाशका कारणले अथवा पद रिक्त भएर अथवा कुनै पनि किसिमको चाहिँ बिदाहरू लिएर त्यो बसेका हुन्छ, त्यस्तो अवस्थामा चाहिँ शिक्षण सिकाइ क्रियाकलापमा अवरोध हुन जाँदछ, जसले गर्दाखेरि विद्यार्थीहरूको सिकाइमा चाहिँ नकारात्मक प्रभाव पर्छ। यसलाई न्यून गर्नको निमित्त यसरी शिक्षक ब्याङ्कमा भएको शिक्षकहरूलाई चाहिँ आवश्यकता अनुसार चाहिँ तपाईँ हामी परिचालन गर्न सक्छौँ। अब विभिन्न देशहरूमा यसमा विभिन्न नामहरूले भन्ने गरेको पाइन्छ। जस्तै कहीँ तपाईँको चाहिँ टिचर्स रेजिस्ट्री काउन्सिल भन्छ, कहीँ तपाईँ सब्स्टिट्युट टिचर्स पुल भन्छ, अनि हाम्रो देशमा चाहिँ टिचर्स ब्याङ्क भनिएको छ। अब टिचर्स ब्याङ्कको ऐतिहासिक पृष्ठभूमि हेर्नु पर्यो भने तपाईँको 19औं शताब्दीको सुरुवातबाट नै भएको पाइन्छ। बेलायतमा सन् 1902 मा चाहिँ तपाईँको जो टिचर्स रेजिस्टर्स काउन्सिल स्थापना भएको थियो, जसमा चाहिँ योग्य शिक्षकहरूको सूची बनाएर आवश्यकता पर्दा प्रयोग गरेको इतिहासदेखि हेर्न पाइन्छ। त्यसरी संयुक्त राज्य अमेरिकाको केही जिल्लाहरूमा चाहिँ सब्स्टिट्युट टिचर्स पुल स्थापना गरिएको थियो। त्यहाँ पनि त्यही उद्देश्य राखेर अतिरिक्त शिक्षकहरूलाई चाहिँ प्रयोग गरेको, विद्यालयका आवश्यकता अनुसार प्रयोग गरेको पाइन्छ। भने हाम्रै छिमेकी राष्ट्र भारतको पनि उत्तर प्रदेशको माध्यमिक शिक्षा सेवा चयन बोर्डले 1982 मा रिजर्भ पुल टिचर्स भन्ने कानुनी व्यवस्था गरेको थियो, जसमा चाहिँ शिक्षकहरूको सूची बनाउने अनि आवश्यकता अनुसार प्रयोग गर्ने गरेको पाइएको थियो। सन् 2005 को कुरामा न्युयोर्कमा पनि तपाईँको एब्सेन्ट टिचर्स रिजर्भ भनेर चाहिँ एउटा कार्यक्रम कार्यान्वयन गरिएको थियो। यसको उद्देश्य पनि विद्यालयमा पठन पाठन कम गर्न नदिनको निमित्त योग्य शिक्षकहरूको सूची बनाएर सिकाइ क्षतिलाई न्यूनीकरण गर्नको निमित्त रिजर्भ शिक्षकहरूको प्रयोग गरेको पाइन्थ्यो। अब नेपालको सन्दर्भमा यसको कुरा गर्नु पर्दाखेरि नेपाल सरकारले तपाईँको चाहिँ बजेट भाषणमै यसको कुरा 83-84 को बजेट भाषणमा यसको त्यो यो शिक्षक ब्याङ्कको अवधारणा अगाडि प्रस्तावको रूपमा बढाएको थियो भने कार्यक्रम कार्यान्वयन निर्देशिका 2083-84 मा त यसको आर्थिक व्यवस्था सहित विद्यालयले गर्ने जिम्मेवारी र स्थानीय तहले के जिम्मेवारी गर्ने र भन्ने सम्मको व्यवस्था गरेर यो आइसकेको छ। यसको बारेमा तपाईँको चाहिँ शिक्षक अभाव भएको विद्यालयहरूमा चाहिँ सिकाइ उपलब्धि चाहिँ कम हुँदै जाने हुन्छ। त्यस्तो अवस्थामा शिक्षकलाई उपलब्ध गराउनको लागि चाहिँ तपाईँको स्नातक तह उत्तीर्ण गरेको युवाहरूलाई चाहिँ यस कार्यक्रमबाट परिचालन गर्ने भन्ने चाहिँ लक्ष्य राखेको छ नेपाल सरकारले। विद्यालयमा पठन पाठनको निरन्तरता कायम राख्नको निमित्त, शिक्षक अभावलाई न्यूनीकरण गर्नको निमित्त र शिक्षित युवाहरूलाई शिक्षण अनुभव प्रदान गर्नको निमित्त यो कार्यक्रमले सहयोग गर्ने अपेक्षा पनि राखेको छ नेपाल सरकारले। त्यसै गरेर तपाईँको चाहिँ विद्यालयमा छोटो अवधिका लागि शिक्षक अनुपस्थित हुँदाखेरि वा शिक्षक पदपूर्ति नभएको अवस्थाका कारणले विद्यार्थीहरूमा जुन सिकाइको क्षति हुन जान्छ, त्यसलाई तत्काल व्यवस्था गर्नको निमित्त चाहिँ यस्ता शिक्षकहरू शिक्षक ब्याङ्कबाट शिक्षक प्रयोग गर्न सकिन्छ भनेर चाहिँ प्रत्येक स्थानीय तहलाई 50,000 का दरले बजेट व्यवस्थापन गरेको छ। त्यसै गरेर शिक्षक ब्याङ्कबाट चाहिँ तपाईँको चाहिँ स्थानीय तहले स्वीकृत आफ्नै कार्यविधि बनाएर शिक्षक ब्याङ्क सम्बन्धी कार्यान्वयन गर्नुपर्ने हुन्छ। तपाईँको चाहिँ विद्यालय तहको जिम्मेवारी 3 र स्थानीय तहको जिम्मेवारी 7 निर्धारण गरेको छ, जसमा चाहिँ विद्यालयमा रिक्त रहेको जुन छोटो समयमा रिक्त रहेको शिक्षक अनुपस्थित भएको जुन खाली ठाउँ छ त्यो ठाउँको लागि चाहिँ शिक्षक ब्याङ्कबाट शिक्षक माग्दाखेरि चाहिँ विद्यालय व्यवस्थापनको निर्णय सहित स्थानीय तहमा चाहिँ निवेदन दिनुपर्ने हुन्छ पहिलो। दोस्रो भनेको चाहिँ यसरी सिफारिस भएर आएको शिक्षक ब्याङ्कबाट आएको सिफारिस भएर आएको शिक्षकलाई चाहिँ विद्यालयमा चाहिँ कार्यमा खटाउनु पर्ने हुन्छ भने तेस्रोमा चाहिँ शिक्षकको हाजिरी तथा पढाइ भएको पिरियड प्रमाणीकरण गरेर चाहिँ स्थानीय तहमा पठाउनु पर्ने हुन्छ। त्यसै गरेर पालिकाको स्थानीय तहको जिम्मेवारी 7 निर्धारण गरेको छ। त्यसमा अन्तर्गत केन्द्रले तयारी गरेको कार्यविधिको आधारमा स्थानीय तहले कार्यविधि तयार गर्ने, दोस्रो तह तथा विषयको आधारमा शिक्षक ब्याङ्क स्थापना गर्ने, तेस्रो भनेको शिक्षकहरू रिक्त वा अनुपस्थित भएको अवस्थामा विद्यालयबाट निवेदन माग गर्ने, अर्को भनेको विद्यालयको मागको आधारमा शिक्षक ब्याङ्कमा भएको शिक्षकको प्राथमिकरणको आधारमा शिक्षकलाई परिचालन गर्ने, त्यसै गरेर विद्यालयबाट प्रमाणित भइआएको हाजिरी र पिरियडको आधारमा शिक्षकको पारिश्रमिक उपलब्ध गराउने, आवश्यकता परेमा शिक्षक ब्याङ्कमा को कार्यक्रममा थप बजेटको व्यवस्थापन गर्ने छ भने अन्त्यमा चाहिँ शिक्षक ब्याङ्क सञ्चालन सम्बन्धी अन्य व्यवस्था स्थानीय तहले स्वीकृत गरेको कार्यविधि अनुसार हुनेछ भनेर भनिएको छ।
यसै गरेर तपाईँको चाहिँ समग्रमा भन्नुपर्दाखेरि हाम्रो स्थानीय तहले विज्ञापन गरेर योग्य दक्ष अनुभवी शिक्षकहरूलाई चाहिँ शिक्षक ब्याङ्कमा आबद्ध गराउने, त्यसरी आबद्ध गराएको शिक्षकहरूलाई विद्यालयले आवश्यकता अनुसार निवेदनको आधारमा माग गर्ने, माग गरी आएको निवेदन उप तह विषय मिलान गरेर शिक्षकलाई विद्यालयमा खटाइदिने, आएको शिक्षकलाई विद्यालयले काममा लगाउने, पिरियड हाजिरीहरू व्यवस्थित गर्ने, कार्य सकिसके समापन भइसकेपछि घन्टीको हिसाब गरेर उसको पारिश्रमिक माग्नुपर्ने हुन्छ। यसरी मागेको पारिश्रमिक चाहिँ नगरपालिकाले अथवा स्थानीय तहले उपलब्ध गराउनु विद्यालयलाई, विद्यालयले सो शिक्षकहरूलाई चाहिँ उपलब्ध गराउनु पर्ने, यसरी चाहिँ एउटा मेकानिजम डेभलप गरेको छ। यो कारणले विद्यालयको शिक्षण सुधारमा, विद्यार्थीको सिकाइ क्षतिमा चाहिँ सहयोग पुग्नेछ भने विद्यालयले पनि विद्यालयको गुणस्तर वृद्धिमा सिकाइको स्तर वृद्धि हुन्छ भन्ने अपेक्षा राखिएको छ। आशा गरौँ यो कार्यक्रम फलदायक हुनेछ, सम्पूर्ण पालिकाले आफ्नो जिम्मेवारी पुरा गर्नेछ, विद्यालयले समयमा नै यस्ता किसिमका कार्यक्रम कार्यान्वयनमा तद्रुपता देखाउनेछ भन्ने आशा गर्दै हाम्रो शिक्षक ब्याङ्क कार्यक्रममा सानो जानकारी दिएको छु। हस्त, धन्यवाद।